कुमार दाजु स्वागत छ नाइट भ्लगमा। थ्याङ्क यू भाइ, थ्याङ्क यू। अनि के हो यो भिडियो त कराउँदैछ त दाजु? रुको जरा सबर करो बोला। दाजुको चाहिँ पुरा उसमा छ होइन, मेरो चाहिँ भ्लग हो। के हो हाम्रो हेड सरले फेरि पुरै तानेर अनि यस्तो छ यस्तै हो, यो विदेशमा यस्तो छ, यता पनि यस्तो होइन। हाम्रो शैलेन्द्र भाइले यता पुरा सेल्फी हान्दैछ होइन। विदेशमा यस्तो 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 रोडहरू हुन्छ, हाम्रो नेपाल कहिले बन्ला भनेर पुरा चिन्तितमा हेर हामीहरू चाहिँ। यतिको चाहिँ हुनु पऱ्यो, यतिको चाहिँ हुनुपर्छ। के गर्नु गाह्रो छ। दाजुहरू यता पुरा पुरा भिडियो, पुरा फोटो सेसन, पुरा टिकटकमै व्यस्त। हाम्रो नेपालको बारेमा के भन्न चाहनुहुन्छ दाजु? हाम्रो नेपाल यस्तो भयो, कति राम्रो हुन्थ्यो, के गरेर हुँदैन। अब माथिको सरकारहरूले अब यस्तो गर्दैन अब एकदम राम्रो थियो, कस्तो राम्रो थियो। एउटा कुरा भन्छु म तपाईँलाई, यस्तो भयो त बेस्ट हुने थियो। कहिले हुन्छ होला यस्तो? म एउटा कुरा भन्छु तपाईँलाई, यो के अरे नेता चुतिया कि जनता चुतिया हो यो भन्नुहोस् त पहिला। जनता नि के गर्दा यस्तो भयो त? जनता हो नि। जनतै चुतिया होइन? चुतिया त जनतै हुनु रहेछ होइन हेर्छ। सब मार्ने, नेताको खाने होइन, पुरा घुस खाने, पुरै चोरहरू भ्रष्टाचारी गर्ने होइन। कहाँ बनाउँछ यस्तो भने? कहाँदेखि कहाँ पुगिसक्यो पुरा देशहरू। हाम्रो चाहिँ मार्ने, चुतेर लडाइँ गर्नु भएकोहरू केही पनि छैन। गाली गर्न मन लाग्छ नि, के गर्नु होइन, रिस उठेर आउँछ। त्यही हो, क्या दामी देख्यो हो त्यो सब। नेपाल कहिले हुने यार यस्तो? हाम्रो नेपाल कहिले हुने? बालन शाहले बनाउँछ कि यस्तो? बालन शाहले बनाउँछ भने अरू कसैले बनाउँछ? मासला चुतिया नेताहरू छ नि भन्दा नि मासला माथि पुरै जनतै चुतिया छ। कहाँ बनाउँछ यस्तो होइन? जनतै भेरा छ हामी। जो माथि नेताल दुकान दिन्छ त्यतै घुम्छ चुतियाहरू। सक्यो अब नेपाल त कहिले हुँदैन अब 50 वर्ष हुँदैन। 50 वर्ष हुँदैन? के भन्ने त नि केपी ओलीलाई? नयाँ आउनु भन्नु। यो त हेरेर भन्नु न यार। तपाईँको रविले डुबाउने भयो सबै। रवि चोरले डुबाउने भयो होइन होला? के हो राजातिर जता फाइदा हुन्छ, जता बचिन्छ उता उता पछि लाग्ने हिँड्ने चोरहरू अनि धेरै पाइन्छ। अहिले त राजतन्त्र भड्काइन्छ भन्छ। अनि यो 15 गते ठुलो आन्दोलन छ अरे, गणतन्त्र र राजतन्त्रको आन्दोलन गरेर चुतियाहरूमा तल माधवपुर गाली गर्न मन लाग्छ के गर्नु। यति साह्रो त भन्न नहुने, अब आफ्नै हो होइन, तर के गर्नु, रिस उठ्छ नि त होइन। के बोले भाइ? अब के रिस पर्छ उठ्नु, आफै यस्तो रिस उठाउने हो, रिसाउने अब।